जय मसी सेवा। आज चाहिँ मेरो बुढालाई अन्डा बोइल गरेर तारेको चाहिँ एकदम खानु मन पर्यो अरे। अनि आफैले उहाँले बोइल गर्दै हुनुहुन्छ। अन्डा चाहिँ उहाँलाई एकदमै मनपर्छ। अनि उहाँले तातो भएर धारामा छिटो छिटो बोक्रालाई निकाल्दै हुनुहुन्छ। अनि यस्तो मजाले उहाँले यो काट्नुहुन्छ। काटेर अनि यहाँनिर तार्नको लागि प्यान बसाल्नु भयो। अनि त्यस पछाडि यहाँ तेल लगाउनु भयो। तेल लगाइसकेपछि यहाँ बेसार लगाउँदै हुनुहुन्छ। उहाँलाई अन्डा चाहिँ एकदमै मनपर्छ साथीहरू, एकदमै मनपर्छ। अनि त्यसपछि मेथी हाल्दै हुनुहुन्छ। मेथीलाई पड्काउँदै हुनुहुन्छ। मेथी नडढिन्जेलसम्म चलाउँदै हुनुहुन्छ यसरी। त्यस पछाडि उहाँले नुन लगाउँदै हुनुहुन्छ। अनि उहाँले यहाँनिर सररररररर लगाउनु भयो अन्डा। अनि अन्डालाई यहाँनिर फ्राई गर्दै हुनुहुन्छ, मजाले मिक्स गर्दै हुनुहुन्छ। यतिको भयो। उहाँले मजाले यहाँ काट्नु भएको छ अन्डालाई पनि बिचबिचमा। त्यो भएकोले गर्दाखेरि चाहिँ यहाँनिर भित्र चाहिँ नुन मजाले पसेको छ, नुन अनि त्यो मसला। अनि उहाँले पकाइसक्नुभयो, निकाल्दै हुनुहुन्छ। अनि त्यस पछाडि यहाँनिर यो जुन मेथीलाई चाहिँ माथिबाट उहाँले मजा